आज चाहिँ हामी चाहिँ यहाँ मौरीको मह काट्न आँटेको थियौँ कि आँटेको भन्दा पनि सक्न आँटेको यहाँ यस्तो छ। यो चाहिँ लास्ट डुड हो। अहिलेसम्म 5 डुड काट्यौँ तर त्यस्तो छैन रहेछ मह नै यसपालि। यसमा चलिरहेछ है बाबा? यसमा अलिक छ, यसमा अलिक रहेछ कि तर मौरी छोड्नै नहुनु टाढो भयो। काका हुनुहुन्थ्यो यहाँ फेरि यहाँ हाम्रो धलाउने चाहिँ धलाउने भन्दा नि काट्ने एक्सपिरियन्स चाहिँ बाबा नि फेल हो, काकै ठिक देखाइहाल्दा। बाबा चाहिँ एक्सपिरियन्स चाहिँ हो मौरीको लागि चाहिँ हो। तर बाइ द वे कस्तो कस्तो काटेको नि हामीले पहिला। अहिले चाहिँ यो चाहिँ के भयो भन्दा नि खासै कुरा चाहिँ मौरी चाहिँ भाग्नै सकेन हुँदो कि यिनीहरू जानै सकेन हो। यसरी काट्नुपर्छ मौरी चाहिँ। हेर्दै गर्नुहोस् यो लाइट भयो भने चिलिहाल्छ होइन। चाका त राम्रै रहेछ हौ यसमा चाहिँ, अर्कोमा थिएन नि? अर्कोमा थिएन, यसमा चाहिँ फर्स्ट क्लास लगाएको छ। यसमा चाहिँ साह्रै राम्रो छ। पतञ्जलीको हनी खानेहरूलाई चाहिँ यो हेर्दै गर्नु होला भिडियो। यस्तो हुन्छ हनी चाहिँ।